दाइ एउटा कुरा सोध्ने भनिरहेको थियो दुई चारजनाले साहुहरूले भन्थे अब साहुले त उहाँलाई सोध्नुपर्छ दाइ सबको ठाउँको गाडीमा वाइफाई छ अरे तर रोल्पाकोमा किन छैन अरे रोल्पाको गाडीमा राख्नु त राख्नु भनिरहेको थियो कि दुई चारजनाले यसो वाइफाई साइफाई पनि राख्नु पर्यो सब गाडीमा छ तर रोल्पाकोमा छैन ला उसो भए अब दाइहरूबाट टाटा फिर्यो है एमबी साहु तिम्रो गाडीमा एउटा वाइफाई हाल अरे त यहाँबाट त चम्किन्छौ त तिमी त चम्किन्छौ वाइफाई हाल्नु त ओहो झिल्के साहुको गाडीमा त वाइफाई छ अरे भन्दै झिल्के साहुको गाडी खोज्छ होइन दाइ डाटा फेरि ल साहुको हस्पोटबाट है ल वाइफाई चाहिँ अब सुविधा त्यही छ अरे होइन दाइ तपाईँले पनि हस्पोट छोडिदिनु होला अनि ल चलेन यत्रो जाना भनिदिने होइन दाइ के गर्नु त अब सकिन्न बुढी निभाल्नु परेको वाइफाई बालेर माथि भएन होइन दाइ अनि लासा रा यही भन्दै म चाहिँ फाँक भइदिएको ल दादा दाइले त डिलक्स छैन र चलाउने ल बनाइसकेको सब या त